आज मैले मेरो टोडलरको लागि नेपाली स्टाइलको डोनट लन्च रेडी गरेको छु। कसरी मैले बनाएँ हजुरहरूलाई पनि देखाउन चाहे है। मैले सुरुमा लिए इस्ट है 1 चम्मच जस्तो, अनि एउटा अंडा लिए, अनि स्वाद अनुसारको चिनी, अनि नुन पनि, अनि 1 कप चाहिँ तातो मिल्क है दूध, अनि मैले चाहिँ त्यो घिउ पहिले हाल्न बिर्सेछु र पछि हालेँ। अनि मलाई चाहिँ मेरो हेल्पिङ ह्यान्डले चाहिँ मलाई हेल्प गरिरहेको छ, सानो मान्छेले। अनि यसलाई चाहिँ मैले आधा घण्टा जस्तो छोडिदिएँ। अनि त्यस पछाडि चाहिँ यो मिक्सलाई चाहिँ ठुलो भाँडामा हालेर अनि मैदा लिएर मजाले डो रेडी गरेँ है। यो डोलाई चाहिँ मैले 1-2 घण्टा छोडिदिएँ, यसलाई फुल्लिन दिएँ हैन, इस्टले फुलाउँछ नि त। यो रेडी पनि भयो। अब यसलाई चाहिँ मैले मजाले हातैले डोनटको सेप दिएर तेलमा मजाले फ्राई गरेर यो चाहिँ रेडी छ। हजुरहरू पनि ट्राई गर्नु होला।